स्वागत छ। आज हामी नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले हालसालै सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा अलिक गहिरिएर कुरा गर्दैछौँ। हामीसँग एउटा समाचार रिपोर्टको अंश छ जसले उहाँको सम्पत्तिको फेहरिस्त दिन्छ। ए हुन्छ। हाम्रो उद्देश्य चाहिँ अब यो विवरणमा के छ त अनि एक उच्च पदस्थ सरकारी अधिकारीको सम्पत्ति संरचनाले खासमा के देखाउँछ, होइन र? हो, त्यो केलाउनु महत्त्वपूर्ण छ। ल सुरु गरौँ। सबभन्दा ठूलो हिस्सा देखिएको मतलब शेयर लगानीबाटै जाउँ न। शेयरबाटै? रिपोर्ट अनुसार गभर्नर पौडेल र उहाँको श्रीमती प्रतिभा शर्मा उहाँहरूको नाममा 7वटा कम्पनीमा 7वटा हो गरेर करिब 15,36,000 किता शेयर या ऋणपत्र रहेछ। 15 लाख किता भन्दा बढी। यसको मूल्य चाहिँ झण्डै 14 करोड 5 लाख रुपैयाँ अनुमान गरिएको छ। बापरे, 14 करोड? यो त निकै ठूलो रकम हो, होइन? अनि यसमा अधिकांश प्रवर्धक शेयर बनिएको छ। ए, प्रवर्धक शेयर हो। सानिमामाई हाइड्रो पावरको केही साधारण शेयर बाहेक अरू सबै प्रवर्धक। यो प्रवर्धक शेयर हुनुको केही खास अर्थ लाग्छ। हो, रकम आफैमा सार्वजनिक पदमा बसेको व्यक्तिका लागि त ठूलै देखिन्छ। अनि प्रवर्धक शेयरको कुरा महत्त्वपूर्ण छ। यो बनेको कस्तो भने कम्पनी स्थापना गर्दा वा सुरुवाती चरणमा लगानी गर्नेहरूले पाउने शेयर हो के। ए, सुरुमा लगानी गर्नेहरूको? सामान्यतया यसले कम्पनीप्रति लगानीकर्ताको त्यो दीर्घकालीन प्रतिबद्धता देखाउँछ। तर यसको अर्को पाटो के हो भने नि? के होला? यस्तो शेयरमा प्राय लक-इन अवधि हुन्छ। मतलब निश्चित समयसम्म बेच्न पाइँदैन। ए, बेच्न नमिल्ने? यो साधारण शेयर जस्तो सजिलै बजारमा किनबेच गर्न मिल्दैन। यसले लगानीको तरलता मतलब त्यो लिक्विडिटी अनि जोखिमको प्रकृतिलाई फरक पार्छ। ए, भनेपछि तुरन्तै बेचेर नगद बनाउन नमिल्ने खालको लगानी रहेछ धेरै जसो। हो, त्यस्तै बुझ्नु पर्यो। लगानीको स्रोत चाहिँ स्व-आर्जन र पैतृक सम्पत्ति भनिएको छ है? स्रोत त्यही उल्लेख छ। अब शेयर बाहेक अरू सम्पत्ति हेर्दा विवरणमा सुन र हीराको पनि राम्रै उल्लेख छ। ए, सुन पनि? हो, उहाँको श्रीमतीको नाममा 45 तोला सुन अनि 15 लाख बराबरको हीराका गहना। 45 तोला सुन भनेको त अहिलेको भावमा त करिब 87 लाख रुपियाँ पर्छ होला। हो त नि, राम्रै रहेछ। यो परम्परागत लगानीलाई कसरी हेर्ने त? अब सुनलाई त परम्परागत रूपमा एकदमै सुरक्षित लगानी, त्यो सेफ हेभन भन्छन् नि, त्यस्तै मानिन्छ। खास गरी आर्थिक अनिश्चितता वा मुद्रास्फीति त्यो महँगी बढी भएको बेला। 14 करोडको शेयर जस्तो वित्तीय सम्पत्ति सँगसँगै सुन जस्तो भौतिक सम्पत्तिमा पनि लगानी गर्नुले के देखाउँछ भने? के देखाउँछ? सम्पत्ति विविधीकरण मतलब एसेट डाइभर्सिफिकेसन गरेको स्पष्ट देखाउँछ। यो एक किसिमले जोखिम व्यवस्थापन गर्ने रणनीति हो। जोखिम कम गर्नलाई? एउटा क्षेत्रमा तलमाथि हुँदा अर्कोले सन्तुलन दिन सकोस् भनेर। हो, विविधीकरण त प्रष्टै देखियो। त्यस्तै घर जग्गा पनि रहेछ। घर जग्गा पनि? कहाँ? श्रीमतीकै नाममा ललितपुरको स्वयम्भू र नवलपरासीको गैंडाकोटमा एकवटा घर र जग्गा। ए, 2 ठाउँमा? अनि एउटा 44 लाख पर्ने सुजुकी गाडी पनि उहाँकै नाममा। गाडी पनि? सम्पत्ति धेरै जसो श्रीमतीको नाममा देखिनुको पनि केही सङ्केत होला या सामान्य हो? खै, सम्पत्ति परिवारका सदस्य जस्तै श्रीमतीको नाममा राख्नु त सामान्य चलन नै हो। यसका पारिवारिक वा कानुनी कारण हुन सक्छन्। महत्त्वपूर्ण कुरा चाहिँ पारदर्शिता हो जस्तो लाग्छ मलाई। कसको नाममा छ भन्दा पनि सम्पत्ति घोषणा भयो कि भएन भन्ने हो। घोषणा हुनु पर्यो। हो, घर जग्गा पनि परम्परागत र सुरक्षित मानिने लगानी नै हो नेपालमा। यसले पनि विविधीकरणलाई नै बल दिन्छ। शेयर, सुन अनि घर जग्गा। हो त। अनि नगद नि? नगद चाहिँ कति रहेछ? नगद पनि छ। 6वटा ब्याङ्क खातामा गरेर करिब 27 लाख रुपियाँ नगद मौजदात देखिन्छ। 27 लाख? 3वटा आफ्नो र 3वटा श्रीमतीको नाममा। यसमा 2वटा डलर खाता पनि छन् भनिएको छ। ए, डलर खाता पनि? हो, डलर खाता हुनुको केही विशेष अर्थ छ कि सामान्य हो यो पनि? विभिन्न ब्याङ्कमा खाता हुनु सामान्य हो। 27 लाख नगद समग्र सम्पत्तिको तुलनामा हेर्दा त ठूलो रकम होइन। त्यो दैनिक कारोबार र आकस्मिक आवश्यकताका लागि राखिएको हुन सक्छ। तर डलर खाता हुनुले चाहिँ केही कुरा सङ्केत गर्न सक्छ। जस्तो विदेश भ्रमण, छोराछोरीको विदेश पढाइ वा नेपाली रुपैयाँको अवमूल्यन हुन सक्ने जोखिम विरुद्ध एक किसिमको हेजिङ
मतलब सुरक्षाको उपाय पनि हुन सक्छ। यो अन्तर्राष्ट्रिय कारोबार वा सम्पर्क हुने व्यक्तिहरूमा देखिने कुरा हो। त्यसो भए यो सबै विवरणलाई समग्रमा हेर्दा के देखियो त? निचोड के आयो? मुख्य कुरा त निकै ठूलो शेयर लगानी रहेछ, जसमा प्रवर्धक शेयरको बाहुल्यता छ। त्यो मुख्य भयो। त्यसपछि सुन, घर जग्गा जस्ता परम्परागत सम्पत्ति, गाडी अनि केही नगद हो। सम्पत्ति राम्रैसँग विविधीकरण गरिएको देखियो, हैन त? हो, सारमा भन्दा यो विवरणले एक उच्च पदस्थ अधिकारीको सम्पत्ति व्यवस्थापनको झलक दिन्छ। यसमा आधुनिक वित्तीय उपकरण जस्तो शेयर र परम्परागत सम्पत्ति, सुन, जग्गा यिनीहरूको सन्तुलित मिश्रण देखिन्छ। सन्तुलित नै देखियो। अनि पारदर्शिताको हिसाबले यो एक सकारात्मक कदम हो, किनकि सार्वजनिक पद धारण गर्ने व्यक्तिको आर्थिक अवस्थाबारे जानकारी हुनुपर्छ। हो, त्यो त महत्त्वपूर्ण कुरा भयो। एकदमै। यसले उनीहरूको वित्तीय स्वार्थ केमा छ भन्ने पनि अलिकति त देखाउँछ नि। हो त नि। अब एउटा कुरा के छ भने यो विवरणले स्व-आर्जन र पैतृक सम्पत्तिलाई स्रोत देखाएको छ। स्रोत त्यही भनिएको छ। हो, यसले सार्वजनिक जीवनमा सम्पत्ति कसरी आर्जन हुन्छ, त्यसको पारदर्शिता कति जरुरी छ र यसलाई कसरी पुष्टि गर्ने भन्ने विषयमा थप बहस सृजना गर्न सक्छ कि? यो पनि विचारणीय कुरा भयो। निश्चय नै। सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति विवरण केवल एउटा सूची मात्र होइन नि, यो सुशासन र जवाफदेहितासँग जोडिएको विषय पनि हो। यसले भविष्यमा यस्ता विवरणहरूमा अझ स्पष्टता र सम्भवतः थप व्याख्याको आवश्यकता औल्याउँछ कि यो चाहिँ विचार गर्नुपर्ने प्रश्न हो जस्तो लाग्छ मलाई।